शुभकामनालाई बधाई दिँदै ल ताली 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 ल आउँदा दिनहरुमा नि यस्तो पुरस्कार ल्याउनु पर्ने पिचित त तू समझा हाँ नहीं तू समझा नहीं फर्स्ट होचो भयो चाहिँ झन् कटे नै हरियो यहाँसम्म रोकेटी केही पनि हुँदैन आउन किसीको पालो आएछ है ल अहिले चाहिँ कलर देखाउँछ हेलो नमस्ते एभ्रिवन फेरि पनि आइसक्यो अर्को नयाँ ठाउँमा अहिले हामीसँग त आज अहिले चाहिँ हामी कति 500 जना पहिले भन्नु पर्दैन ए ल भइहाल्छ नि आज यस्तो को यस्तो रिची 500 भएको ओहो 1500 आमा सलिन के हाल्नु न म हालिदिन्छु त आएपछि ए पैसाको पैसा हो यो गीत गाइदैन यताको पैसा उतातिर रिची भयो आजको राइटर सलिन राइटर उडाइदेऊ ल सलिनुहोस् उडाइदेऊ त पुलमा उडाऊ पुलमा यस 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 थिएन सुमन साथी हो जे गरिनु भयो चलिदिउँ न अलिक केटाहरू चाहिँ उता खाजाहरू यस्तो केही सामान लिन जानु लाग्यो अरे भनौँ है हामी चाहिँ यहाँ कुर्दै बसिरहेको भन्छ हामी आज 5 जना ए यहाँ के अब विशाल अब तिमीलाई हेर यो भिडियो हेरेर पनि अब मिस गरिरहन्छु अब हेरेर मज गर अब ह्याप्पी होली ह्याप्पी होली र विशाल भोलि आउला नि विशाल त ए 3 दिन नै पुग्नुपर्छ है अँ भने लास्टै झ्याउ भयो चाहिँ ऊ विशालको लागि चाहिँ हामी चाहिँ उताडि आएको अहिले साथीहरूमा होइन यताडि पुलबाट नि केटाहरू चाहिँ यताडि आएको थियो यो बाटो देख्न सक्नुहुन्छ यो पुल चाहिँ मिठो छ कि हेर्दा नि ओहो सुमन साथी हेर्न सक्नुहुन्छ यस्तो सही छ है अगाडि चाहिँ म अगाडि जानुहुन्थ्यो तर मलाई झ्याउला अगाडि जानुलाई चाहिँ त्यत्रो जानुपर्छ नि त नत्र त्यही सही देखिन्थ्यो उताडि भ्यू चाहिँ है हामी चाहिँ अहिले अब गेमको लागि यहाँ रेडी गरिसक्यौँ यो सामानहरू चाहिँ है यो बियर जित्ने फर्स्ट सेकेन्ड थर्डलाई यो राखेको छ भने यो फर्स्ट सेकेन्ड थर्ड जो फर्स्ट भयो नि त्यसलाई चाहिँ यो बियर र एउटा कुरकुरे त्यसपछि अर्को यो झन् महँगोलाई परेछ के हो झन् सेकेन्डलाई त अघि फर्स्टलाई 2टा बियर हुन्छ फेरि अघि फर्स्टलाई 2टा बियर होइन उता राख्न चाउचाउमा फर्स्टलाई चाउचाउ र 2टा बियर यो चाहिँ होइन सिजन पुग्दैन गेम गरौँ ल अघि यो भिडियो बनाउनु हैन रुक्न म सोचेको अहिले नगर्न त्यसै गरिरहेछ गाइस अब चाहिँ रेडी स्टार्ट गर्न लाग्यो है हामी चाहिँ गेम चाहिँ अनि भाइहरु नि भर्खरै आछ भनौं न अब चाहिँ हाम्रो प्राइजहरु पनि रेडी छ यहाँ बाइक पनि रेडी छ
उता नि अर्को भिडियो चलिरहेको छ भनौँ अहिलेको पार्टिसिपेट हुने भनेको चाहिँ यहाँ 4 जना 5 जना हुन्छ होला है सायद अहिले चाहिँ 1 2 3 4 5 जना मम्मीले 5 जना है सेकेन्ड हुनलाई चाहिँ चार फाइदा हो कि तर फर्स्ट हुनलाई फाइदा हो किन त्यो धेरै दालबाट छ नि त साथी हो कि अनि जे भने दुईटा पाउँछ नि त्यसमा झन् मेरो रुल्स के छ मलाई थाहै छैन गेम बनाउनलाई थाहा छ रुल ए यहाँको रुल्स भनेको चाहिँ हाम्रो यो 6 को यो बाइक 6 को गियरमा उठाएर उता पुर्याउनु यो एक राउन्ड घुमाएर देखाउनु पर्ने भयो है यहाँबाट उता रोक्दै नरोकिएन क्या त्यही यो रुल भएको चाहिँ यहाँको चाहिँ मलाई सक्दिनँ होला है त म अलिक सम्म भयो सक्थेँ यहाँ घुमाउनुलाई अलिक गाह्रै पर्छ है म चाहिँ यही हो होइन दुईटा भन्दा बियर झन् कसले खाने हो फर्स्ट सेकेन्ड थर्ड चाहिँ अब यहाँ चिट्टा उस गर्नुपर्छ खै पेन निकाल कपी पेन निकाल होइन उस सिङ्खा सानो 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 गर्दै जाऊ ल कतिजना पार्टिसिपेट चाहिँ कतिजना 5 वटा सिङ्खा गराऊ अहिले पार्टिसिपेट कति 5 जना सबसे लामो त म अम्ला पड्काउँछु नि त त अम्ला रोज्छु नि त 5 जना रहेछ हो हुन्छ त नि हुन्छ हुन्न सञ्जोग दाइ म अम्ला पड्काउँछु जुन अम्ला पड्काए जुन पहिलो पड्काए त जुन हो त्यही भन्नु पर्यो नि ल मिचुले हेर्छ पछाडी मिचु हेर कुन अम्ला छो ओए नपड्का अम्ला मात्रै छो ल अम्ला अनि कसरी गर्ने त नि यो फर्स्ट यो सेकेन्ड हैन फर्स्ट मात्र गर्नु न फर्स्ट राउन्डलाई पहिला हैन एक जना मात्र उम्लाबाट के गर्ने के छ त्यो हिडिहाल्छ त्यो उठाउनलाई अर्को चोटी फेरि गर्ने फेरि जान्छ त ल यो फर्स्ट है ल मेरो चाहिँ मेरो चाहिँ ल यो बिच यही भयो ल मेरो परे के भयो आजले जाऊ ल 6 माइल 6 माइल 6 गेयरमा हाल्न पर्यो पहिला सुरुमै 6 डोक दे बियर प्राइज हुन्छ यहाँ दुईटा बियर खानी भए कटाउ के रे भाइ सुरुमै कटार हेरे हैन सेकेन्डमा जो पर्छ त्यसले नि कटाइदिने थर्डमा नि कटाइदिने के ल ल ल कहाँ चाहिँ जानु पर्यो यो एक राउन्ड घुम्नु पर्यो यहाँबाट कट्न पर्यो यो ठ्याक्क घुम्यो जित्यो ल ढुङ्गा कट्न पर्यो हाम्रो फाइनल पोइन्ट चाहिँ यही रहेको छ होइन चेक पोइन्ट फाइनल भनौँ खुट्टा टेक्यो सक्यो खुट्टा टेक्यो हाम्रो रुल्स चाहिँ बाइक अफ थियो त्यो के भएन ल ओए भाइ फर्स्ट मैले कटाएँ भने त अनि फेरि दुईजना बिच हुनु पर्यो नि ए ल कत्रो बिग डिल हो तर खुट्टा टेक्नु नपर्ने के त यार खुट्टा टेक्न पाइरे के खुट्टा टेक्दै हिँड्नु त्यही हो 1 2 चोटि अलिक त्यसो त गाह्रै पर्छ अलि खुट्टा टेक्नु त नपर्ने हो के ओए आउट दिनु हैन यो त मैले त क्याम सकिसके यहाँ राख्दिन त यो यो बाइकबाट हैन त कसको टर्न अब कसको टर्न सुन साथी अभि आफ्नो गटे कसको टर्न अब अब चुज हुन्छ फेरि चुज हो होइन के गर्ने यो गर्ने अनि दुईजना पुग्यो फाइनल त्यसमा फाइनलमा त है ल हाम्रो फाइनल रहेको छ अर्को बाइक यता यो सक्यो भने है यहाँबाट चाहिँ त्यो गरिन्छ त्यसपछि भइसक्यो के अब सेकेन्ड डाउन रहेको छ खै मेरो कुल संजोगै परिसक्यो अब भन्नु पर्यो ल हाम्रो सञ्जोग दाइको चाहिँ पालो आयो अब यहाँ हेर ल के हुन्छ यसको बारेमा ल सक्दैन नसक्ने सिधै अब सुरुमै हो हो त्यस्तो त नहुन हो पराइदिने हो चिकन हो एकजना पर्दैन यसले त झ्याली नि गर्न सक्छ तर हाम्रो यहाँ ओह्रालो परेको त्यस्तो भन्नु पाउँदैन त्यो रुल्स भने रुल्सै हो सही जस्तो नि कटाइदिन्छ नि मलाई त घुमाउन नि आउँदैन नि त यो भएन दाइ यो गेमै भएन उकालोमा राखौँ अनि टिका पोलिम फर्स्ट राउन्ड कम्प्लिट गरौँ ल ल यो राउन्ड पनि अब दुईजनाकोले हुन्छ कि फाइनल चाहिँ अब हाम्रो दुईजना बाँकी छ उता सलिन अनि म है
चल्यो 3 जना बाँकी छ है अझै को अझै 3 जना कि 2 जना बाँकी अझै ल अब सेकेन्ड राउन्ड थर्ड राउन्ड अब ल मेरो कान्छी हुनु पर्यो किसीको पालो आएछ है ल अहिले चाहिँ छगेरमी छ ओडालो छ कि सकिन्छ यो ओडो सबले कटायो ल ओइ भयो आउट ओइ भयो उसले त अब डाउन गरेर भयो भने चलाएर देखाउँछ ए सरोज भाइ पर्यो ल सरोज भाइ जाऊ सरोज भाइ पर्यो रे मलाई चाहिँ के ओए मलाई किन लास्टमा लागेको कर्छ क्या मेरो भाइ सक्छौ दुईटा बियर हान्नु पर्छ यस्तो समाज जानु चाहिँ अर्को भाइको पालो अब चाहिँ लास्ट भनौँ न यो गेम चाहिँ अब इजी ओए डाउन गरे कि यार का गर्नु इजी कान्छ कि भन्ने डरै गरे बसिरा सकियो ल कस्तो इजी कटायो आनन्दको हो के त यो त कसमले त यो अलिकति पनि उसै भएन कम्पिटिसनै भएन के त्यसपछि त्यो बाइक हुन्छ नि त अब त्यसपछि दुईजना नुबहरू जान्छ अब त्यसपछि सुरु हुन्छ नि त अब यो बाइक अर्को बाइक अर्को बाइक त साथ त फर्स्ट गियरमा चाहिँ पिकअप लिन सक्दैन फर्स्ट गियरमा त जाने अर्को बाइक अब ल छिटो ल साइन तिम्रो पालो छिटो ल सकाइदिइहालौँ गेम तिम्रो ल छिटो म त हल्लिन्छु पछाडिबाट छमै ल छिटो ल उडाइदिनु हुन्छ उडाइदिए पनि हुन्छ अलि अड्याउन अलि पहाडी छ कि तिम्रो अलिकति एक्सिलेटर बढी पाउनु अनि त थोरै क्लास छोड्दिनु सुरुवात के हुन्न कि यो कटे छैन कि यो कटे छैन यो टायरले त छोयो भने यो हरियो कटे छैन हरियो यहाँसम्म रोक्यो के पनि हुँदैन आउन अब चाहिँ हाम्रो यो के भन्छ फाइनल राउन्ड रहेको छ है तिनजनामै भनौँ न फाइनल हुन्छ अब अहिले चाहिँ यो के भन्छ यो पुल्सरबाट सुरु गर्छौँ है फाइनल राउन्ड चाहिँ हामी चाहिँ ल छिटो ल्याउन त ल को ठड हुन्छ ल अब चाहिँ हाम्रो नेक्स्ट राउन्ड रहेको छ ल अब सुरु गरिदिउँ न त ल छिटो ल केटाहरू ल छिटो सुरु गरिदिउँ हातार भइसक्यो त्यसपछि स्कुटरमा बिना चाबीको स्टार्ट गर्ने ए ल ल ल ल ल ल जानु त ल अहिले चाहिँ सन्जुक रहेको छ अहिले यो नेक्स्ट राउन्डको फर्स्टमै है फर्स्टमै पर्नु भएको छ टिचामा
कतिमा 4 मा हैन 5 मा 5 मा ए ल 5 मा भन्छ लास्टको त खानी होला नि भन्छ चाउचाउ र चेक गर्न आउँछ ल ल ल ल ल ए जी गर्दैन नेक्स्ट राउन्ड ए कटाए मैले राउन्ड आशिष भाइको पालो ल ए बेबी एकजनाको चाहिँ कटिसक्यो भनौँ है अब 2 जना बाँकी सहयोग दिने गेम हो न यो त अर्थै भएन नि यो त के भएन हो कि तिमी जाऊ तिमी अनि थाहा हुन्छ नि के हुन्छ अनि यो उकाले लगे ढिलो भएको ल आऊ भाइ अब नेक्स्ट अब अर्को भाइको पालो भनौँ केटाहरू कस्तो इजी कटाएको भने सबै स्कुटर गइन त त्यसपछि दाइगर मेरो हुन्छ अनि कहाँ म यति छिटै छोड्छु स्कुटरको भने ल ल ल कटे छैन अनि कटे छैन होइन अलि अगाडि कटे छैन नि ल सकियो ल ए ल 2 जना पालो ल फर्स्ट सेकेन्ड गर्ने हो क्या कस्तो फिल भयो कि सकियो कि के गर्ने अब थर्ड भएकोमा कस्तो भयो सोध अब थर्ड आफ्नो प्राइज दिएको त भयो ल छिटो ल ल थर्ड सपना थियो ट्विटर बोकेर जान्छु अनि फर्स्टको र सेकेन्ड गर्नु पर्यो नि त अब त उकाल्नु पर्यो अब हैन चारमा। अब टाइम हेर्ने कति सेकेन्डमा गर्छ टाइम हेर्ने हैन एउटा चेयर चाउचाउ दिक्दिउ ल। आफ्नो प्राइज ल्याउनु त ल ल फुलमाला लगाइदेऊ न के हो फुलमा ल्याउनु कस्तो हुन्छ नि त फेरि टाइम हेऱ्यो भने त अब दाइले अलि उताबाट उयो साथी, ल ल ल थर्डहरुको प्राइज थर्ड भएको कसरी यसरी दिनु मायाको चिनो सपना थियो दुईटा बोक्ने अब नेक्स्ट राउन्ड अब म चाहिँ यहाँ अगाडि जाँदैछु भनौँ है यहाँ चाहिँ 5 गियरमा उकाल्ने रहेछ उकालोमा अब जो यहाँ 2 जना मात्र बाँकी छन् त त्यही भएर जो पहिलो उकाल्छ नि यो अगाडिसम्म उसले जित्छ है ल यहाँ त यहाँ हुन्छ त अघि के गर्ने हो जसले खाल्डो गराउँछ त्यही हो ल आउनु त ल सुरु हान्दै हुन्छ धेरै छैन उक्लिन्छ छिटो ल अघि उक्लिन्छ अहिले ल जसले कटाएको ल जसको त्यो हुन्छ नि त्यो पछाडिको टायर यहाँसम्म आउँछ त्यसले जित्यो ल यहाँसम्म पछाडिको टायर ढुक्क बस न ढुक्क छिटो ल कसको पालो अब चाहिँ सुरु भइसकेको छ हाम्रो नेक्स्ट राउन्डको फाइनल राउन्डको गेम है अहिले चाहिँ उताडि आउँदैछ केटाहरू चाहिँ अब उताडि स्टार्ट हुन्छ अब त्यहाँदेखि सुरु भएर अब आउँछ कसको पालो रहेको चाहिँ त्यो मलाई थाहा भएन है अब म चाहिँ यता बस्छु यहाँ बाटो हेर्नको लागि यहाँ ठ्याक्क अगाडि आएपछि थाहा हुन्छ नि त कसको अगाडि आएर यहाँ नाङ्छ त्यसले जितेपछि चाहिँ ऊ विनर हुन्छ भनौँ न यहाँबाट चाहिँ कसको टर्न हो सन्जोकको ए ल सन्जोकको उही खाल्डो ल ल छिटो ल ढिलो भयो ओ छिटो ढिलो भयो यो चाहिँ हल्का टफै हुन्छ कि यहाँबाट यो पहाडीको टारी मात्र उक्लियो भने चाहिँ त्यो विनर भयो ल को हुन्छ अब के हुन्छ हेर्दै जाऊँ अब गेम अब यो गेम चाहिँ आइज
उक्लियो त ए ल यहाँसम्म ल अगाडि टार ल ल ल ल यहाँ कस्तो छ स्किन स्किन त ठिकै हो भाइले तेल दियो भनेपछि अब अर्को भाइको पालो छ यहाँसम्म यो कटेन भने चाहिँ सन्जु होइन कट्यो भने चाहिँ सेकेन्ड भयो ल सन्जु चाहिँ यहाँ भोलि यति कट्रै भयो भने चाहिँ त्यो माइलीले कटाएन भने त विजेतै हुन्छ त फेरि भयो ल आयो ए सकियो ल दियो रे सन्जुकले चान्स ल भने यसको यतातिर अफ सकियो ल आजको विनर चाहिँ सन्जुक रहेको छ ल अनि यता भाइ सेकेन्ड जमिन छिटो पहिले खाएर सक्दिनँ कि हामी चाहिँ अहिलेको गेम कस्तो लाग्यो तपाईँहरू कमेन्ट गरेर भनिदिनु होला है कस्तो रमाइलो भयो कि भएन भनेर यही हो यताको आजको गेम चाहिँ हाम्रो रहेको छ त्यही भनेर भागेर I am the winner. फर्स्टलाई हार्दिक शुभकामना र बधाई दिँदै ताली ल आउँदा दिनहरूमा नि यस्तो पुरस्कार ल्याउनु पर्ने पिचित त के सुमन साथी पिचित त फर्स्ट नि होचो भयो चाहिँ झन् ए उल्टो साइन देखियो दाइ यार लौ कस्तो हात चिप्लो टाइप ब्लर हाल्नु होला गेम कस्तो लाग्यो तपाईँलाई मन पऱ्यो भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला अनि यसरी नै हामी अरू गेम भ्यायो भने यसरी नै गेम बन्न जान्छ ओके